यज्ञको प्रतापबाट पुत्र प्राप्ति हुने, हरिवंश कथा श्रुत्वा शतचण्डी विधानत भक्त्या श्री शिवमारात्र पुत्रमात्मा दयेशुदी भन्छ। यस्ता यज्ञले छोरा पाउने यज्ञ गरिराखेका थिए। रानीका मनमा छोरा पाउने इच्छा भइन्छ। छोरी पाउने प्रबल आशा राख्नुभएछ रानीले। अब के उपायबाट गर्ने भन्दा जम्मा मन्त्रको कार 4वटा छन्। स्वाहाकार, स्वधाकार, वषटकार, हन्तकार। स्वाहाकार भनेको देवतालाई, स्वधाकार भनेको पितृलाई, हन्तकार भनेको आतिथ्य पाउनलाई, वषटकार भनेको वैकल्पिक विकल्पलाई। संकल्प होइन, विकल्प। लौ तरिकाले हवन गरिदिनुहोस्, छोरी जन्माइदिनुहोस् ब्राह्मणहरू, म तपाईँहरूको उपरमा केही राजाले दिने दक्षिणा भन्दा बेग्लै तरिकाले स्वागत गरिदिन्छु, मलाई छोरी पाउने इच्छा छ भनेर घुस पो दिएछ नि बाहुनलाई त। अब गणेश ओमा चाहिँ सबै मूल पण्डितलाई थाहा नदिएर सबै उतै लटपटिएछ। पाएपछि के राख्थे यिनीहरू। ल हवन गर्दै गए। ब्राह्मण मूल पण्डित चाहिँ स्वाहा स्वाहा भन्नुहुन्छ, अरू चाहिँ बिस्तारै बसटकार बसटकार भन्दै गएछन्। यस्तो तरिका हेर्नुहोस् त। छोरी जन्मियो, यज्ञको समापन समारोह पछाडि छोरी पो जन्मन्छ बा। अनि त त्यसको जस्त सारा मूल्य पण्डितलाई नै गयो, प्रधान आचार्यजीलाई। हजुर जस्तो महानुभाव वशिष्ठ गुरु, तपाईँ कुलगुरु पुरोहित, तपाईँ जस्तो यस्तो महान प्रकाण्ड व्यक्तिले गरेको यज्ञमा छोरोको सट्टामा वैकल्पिक छोरी जन्मियो, के गर्ने हजुर भनेको। मेरो गल्ती कति होइन सरकार, यो तपाईँको महारानीको गलतमा यी ब्राह्मणहरू सहमति भएका, गर्ने क्या। अब यसलाई छोरो बनाइदिनुहोस्। त्यस्तो पनि थियो क्या अघि। अनि शिवजीका चरणमा बिन्ती गरेपछि भगवान शिवजीले के भन्नुभयो भने, लिङ्गको अधिकार भगवान शिवजीलाई छ सृष्टिको आदिमा। जन्मिएपछि पनि जब लिङ्ग बदल्न सक्ने त्यस्तो क्षमता, त्रिको पुरुषको त्रि गरिदिन सक्ने। ल अब म त जब सारी बेइज्जतमा परेँ, प्रभु मेरो भक्त श्राद्धदेव बनो, हजुरको भक्त म, मेरो इज्जत गयो, म माथि दया राखी बक्सियोस् भनेपछि ठिकै छ, काम त बहुत गाह्रो हो। नाम के राखेको छौ यो केटीलाई? इला। ल आजबाट सुद्धिम्न भन्नु, ल जाऊ। उनी सुधारिएका छन्, पठाइदिनु भयो। नभन्दै पुरुष लिङ्ग भयो। कति खुसी भए, घरमा गए, पत्नीलाई गाली गलौज पनि गरे, तँलाई बेकुनी बदमासनी, तँलाई घुस बाँड्ने त तैँ पो रही जस्तो, त्यो बाहुनहरूलाई जब बिगार्ने त तैँ पो रही जस्तो, तँलाई कहीँ नभए कि इत्यादि भयो होला केही। अनि पुरुष बनेर आएको छोरालाई राज्याभिषेकको आरोहण भयो, सारा सम्पूर्ण व्यवस्थापन पक्ष पुरा भयो। सुद्धिम्न नाम गरेको राजकुमार भयो, इला भन्ने नाम कटौती भयो, छोरी भएन छोरो भए। त्यही राजकुमार फेरि इलाव्रत खण्डमा पुगेछन् एक दिन, अम्बिका भन्ने जङ्गलमा। फेरि त्रिजाति हुन्छ बा जङ्गलमा पुगेपछि। अरे म त त्रि भएछ भने राजाले, हो र महाराज भन्यो। अनि यसो हेरेको त घोडा त घोडी भइसकेछ, शिकारमा चढेर गएको घोडा त। शिकारी कुकुर मृग पक्रनका लिएर गएको कुकुर नि भइसकेछ। होइन लौ न सबै बर्बाद भयो लौ ए भनेर भन्दाखेरि साराले परीक्षा गरे, जाँचे भएभरका सबै त्रिजाति। चुलै निम त पो छ आज त। त्यो रूप लिएर केरी जाने घर के भन्ले नि श्रीमतीले बास दिएलिन्। तै पनि बडो छटपटावट भयो। अनि त्यसपछिबाट शिवजीका चरणमा वशिष्ठलाई लिएर जाँदा, यो राजा कतिपटक तिमीलाई छोरो मान्छे कतिपटक छोरी मान्छे बनाउने, त बडो कष्टदायक कुरा हो नि। तर तिमीलाई म एउटा कुरा भन्छु, मान्छौ? हस्। त्यो जङ्गलमा म एक दिन पार्वतीलाई लिएर बसिरहेको थिएँ, शिवजी भन्नुहुन्छ। इलाव्रत खण्डको अम्बिका भन्ने जङ्गल हाम्रो भारतवर्षदेखि माथि किमपुरुष वर्षदेखि उत्तरपट्टिको भागमा पर्दछ। हामीबाट यहाँबाट अहिले इशानपट्टि कोणमा पर्छ। त्यहाँ इलाव्रत नाम गरेको खण्ड अति सुन्दर नगरी थियो। म त्यहाँ बसिरहेको थिएँ पार्वतीलाई साथमा लिएर। सनक सनन्दन सनातन सनत कुमार 4वटा कुमार आए। म पनि नाङ्गै थिएँ, निर्वाङ्ग, पत्नी पनि निर्वाङ्गै थिइन्। ओहो, यहाँ त पुरुषहरू आवागमन भयो, त्यसमा नि ब्रह्मचारी। अरे बडा हतारपूर्वक जब कपडा पहिरिनु पर्ने भयो, रानीले पनि, पार्वती महारानीले पनि, मैले पनि। अनि उहाँहरू विदा भएर गइसकेपछि, प्रभु यहाँ त पुरुषको आवागमन हुँदो रहेछ, यहाँ त नबसौँ भनिन् मेरी पार्वतीले। शिवजी भन्नुहुन्छ, अनि तिमीलाई शरम पुरुषको मात्रै हुन्छ कि नारीको पनि हुन्छ भन्दा नारीको त मलाई शरमै लाग्दैन भनेपछि यहाँ जो आउँछ त्यो सम्पूर्ण त्रिजाति होइजाओस् भन्ने शिवजीबाट श्राप परेको थियो।
नजानिकन गएछौ तिमी, जो भयो भयो। अब यसलाई के छ भनेदेखि हेर, दोहोरा कसैलाई पनि माफ हुन सक्दैन। माफ भनेको एकपटक हुन्छ, दोहोरा पनि माफ दिन थाल्यो भनेदेखि त्यो व्यक्ति कहिल्यै सुध्रदैन, फेरि निदो छ, दोस्रो माफ हुन सक्दैन। पहिलो एकपटक गल्ती गर्यो भने ठिकै छ, यसलाई माफ, अब सुध्रिनु भनिदिनु। फेरि दोस्रो पटक पनि मैले गल्ती गरेँ माफ पाम भन्न आयो भने त्यो त बानी परिगयो, त्यसलाई त कहिल्यै पनि सुधार्दिनु हुन। यो त बडा गल्ती भयो। तर पनि जब तिमीलाई म पुरै रूपमा यो झुकिएर गएको हुनाले त्यही पनि, नत्र भने माफ दिन्न थिएँ, तिमी झुकिएर गयौ, मैले दिएको ठाउँ श्राप हो। अब 1 महिना पुरुष 1 महिना स्त्री बनाइदिन्छु मान्छौ भन्नुभयो। सर्वनाश भन्दा अर्धनाश जाति हुन्छ, ओके। सबै कुराको नाश भएर जानुभन्दा त आधा बच्यो भने नि केवल आधा यस किसिमबाट पुरुष 1 महिना 1 महिना स्त्री, यस किसिमले रहँदै 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 जाँदा पुरुष भएको बेलामा जङ्गलमा जाने, अरे दरबारमा आउने, स्त्री जाति जाने भएको बेलामा जङ्गलमा जाने गर्दै गएको। फेरि हेर्नु कस्तो दशा त्यो राजालाई। बल्ल बल्ल पुरुष भयो 30 दिनका दिनमा फेरि नारी भइहाल्छन्। नारी भएको बेलामा जङ्गलमा, पुरुष भएको बेलामा दरबारमा बस्दै आएको, नारी भएको बेलामा जङ्गलमा गएको। चन्द्रमाका छोरा बुधले गर्भवती बनाइदिएछन्, बराबर। ल हाम्रो राजा त अहिले हाल त गर्भवती पो छन् रे, गर्भाष्ट पो भयो रे पो भन्न थाले। हेर्नुहोस् बेजेत, फेरि मर्न सकिँदो रहन्छ के मान्छे, प्राण हत्या गर्न सकेनन्, बर लाज भएको छ, शरम भएको छ, निस्किन सकेका छैनन्। अब पुरुष भएको बेलामा गर्भवेडिनी व्यथा लाग्यो भने गर्ने क्या हो, फेरि बडा कष्टदायक जीवन बिताउँदै थियो। त्यही बेलामा फ्याट स्त्री भएको बेलामा बालक पैदा भयो, तिनको नाम पुरुरव राखियो। तिनैको वंशलाई चन्द्रमाको वंश भनिन्छ। यो चन्द्रमाको वंश थालनीको कथा हो है त। सूर्यवंशी र चन्द्रवंशीको 2 कथा यो 9औं स्कन्धले व्याख्या गर्छ। अब यहाँहरूलाई म सूर्यवंशी राजपूतको वर्णन बताउँछु। अब यो चाहिँ चन्द्रमाको वंशको थालनी केवल पछि मात्रै व्याख्या हुनेछ। अहिले सूर्यवंश राजपूतको व्याख्या हुन्छ। सूर्यका वंशमा पैदा भएका अब श्राद्धदेव मनु, श्राद्धदेव मनुका वंशमा पैदा भएका महाराज सुद्युम्न, उनका वंशमा पैदा भएका इच्छाको दृष्ट नरिसन्त करुष पृषद 5 भाइ छोरा भए। ती 5 भाइ छोरा मध्येमा अब तिनका एक नव बन्ने छोरा भएका थिए। नवराजाको सन्तान नभएको बल्ल बल्ल एक गरे 10 भाइ छोरा भयो। 10 भाइ छोरा भएको बेलामा 9 भाइले बाँडफाँड गरेर बाउको सम्पत्ति लिएछन्, 1 भाइलाई भागै छैन। भाग नभएको चाहिँ आइपुग्यो तीर्थबाट। खै मैले के भाग पाउने त, खै भन्दा त तेरो त नामै नाभाग, भागै छैन, नामै नाभाग भनिदिएछन्। नाभाग भन्ने नाम रह्यो, तैपनि उनले के विचार गरे भनेदेखि अंशमा दाजुभाइले जब ठग्यो भन्दैमा झगडा गर्नुभन्दा उद्योग गर्नु बेसो, यसमा झगडा गर्नु हुँदैन। यसमा उद्योग गर्न लाग्यो भने त उद्योगले कमाउने सम्पत्ति कमाइएला, झगडाले त नाशै हुँदै जाला, होइन। उद्योग गर्छु भनेर मित्रावरुणीको जब यज्ञमा गएर काशीमा तप गरेका थिए भगवान विश्वेश्वर अवतार प्रभु, त्यही जब शिवजी सवारी भई बक्सु र आज्ञा गरिदिए, बक्सु तिमी वरदान माग भन्दा म ज्यादै खान नपाएर गरिब छु प्रभु, अरू 9 भाइ राजा रजौटा भएका छन्, मेरो केही छैन भन्दा ल मित्रावरुणमा चढाएको प्रसाद लैजाऊ भन्नुभएको थियो। त्यो प्रसाद लिएर उद्योगमा प्रयोग गरेका थिए। सकल सर्वत्र तिनका राज्य नै किनिदिए सबै। पछि भागै नपाउनेवाला चक्रवर्ती राजा भए। त्यसै कारणले दाजुभाइले ठगे भन्दामा मुद्दा नगर्नु, सहेर बस्नु। कुरो त्यस्ता हुँदै गर्छन्, जाँदै गर्छन्। पैसा भनेको कुरा कमिँदै गर्छ, नाश हुँदै जान्छ। आफ्नो उद्योग र विवेक र विचारलाई कहिल्यै पनि कुठारापात नगर्नु, जब अर्काको लोभ नगर्नु, अर्काको नाश नगर्नु। संसारमा 2 जना व्यक्तिले दुःख पाउँदैन। कुनले? हातमा काम मुखमा राम। हातमा काम र मुखमा राम हुनेले दुःख पाउँदैन। जसो हातमा काम पनि छैन, मुखमा राम पनि छैन, अनि त्यसले दुःख नपाएकोले पाउँछ त नि। हातमा काम र मुखमा राम हुनेलाई कहिल्यै 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 दुःख हुँदैन। यी हाम्रो हातमा जब मुखमा राम छ र प्रशस्त नरिवल पनि छ, यी केरानी छ, यी स्याउन छ, अङ्गुर नि थियो, गणेशले लगेको छ। तर त्यसै कारणले जसका मुखमा राम छ त्यसलाई दुःख हुन्न। हातमा काम हुनेको नि दुःख हुँदैन। हातमा काम पनि छैन, मुखमा राम पनि छैन, अर्काको अग्लो घर, राम्रो घर, अर्काका चिल्ला गाडी, अर्काको सुख समृद्धि देखेर कत्रो दुःखले कमाएको आर्जन त्यसलाई नाश गर्न जाइलाग्ने, त्यही हो धर्म। त्यस कारणले गर्दाखेरिमा हातमा काम र मुखमा राम कहिल्यै नभुल्नु। त्यतिलाई कहिल्यै दुःख हुँदैन। कि काम गरेर खानु कि राम जपेर खानु। राम पनि छैन, काम पनि छैन, त्यसका मुखमा पट्टी नगर्छ कसलाई कस्तो नि त नि।
काम पनि छैन राम पनि छैन, हाता काम पनि छैन मुखा राम पनि छैन, अर्काले खान लायो भएर ल लुटौँ खाम चोरौँ, ल मिल्छ त्यो? हाता काम र मुखमा राम कहिले नबोल्ने। महाराज परीक्षितलाई सुखदेव स्वामीले यस प्रकारबाट नीतिगत सिद्धान्तले निर्णय गरिबक्स्यो। बाँकी अंशको लागि अब तपाईँ के सुन्न चाहनुहुन्छ? महाराज नमनाम गरेका राजाका छोरा नाभाग, उनका वंशमा एक सुप्रसिद्ध राजा जन्मनुभयो जसको नाम हो सरियाती। अब सरियातीको उपाख्यान प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको।